अहिलेको अवस्थामा हाम्रो नेपालले हामी नेपालीले चाहेका यी तीनवटा विशेष अनुहार हर्क साम्पाङ, रवि लामिछाने, बालेन शाह लगायतका अन्य केही व्यक्तिहरू पनि छन्। तर सन्दर्भ यहाँनिर एकजना युवाले टाटु बनाउनु भएछ उहाँहरू तीनजनाको अनुहारको। हेर्नुहोस् त, उहाँले मात्रै हैन अन्य विभिन्न व्यक्तिहरूले पनि उहाँहरूको टाटु आफ्नो छातीमा या शरीरको कुनै अङ्गमा छापेको बनाएको तपाईहरुले देख्नु भएको होला। उहाँहरू तीनजना धेरैका दिलमा बस्न सफल भइसक्नु भएको छ र अब आउँदो नेपालको राजनीतिक भविष्य उहाँहरूकै हातमा छ। उहाँहरूले नै यो हाम्रो नेपालको नेतृत्व गरेर अगाडि बढाउनु भयो भने नेपाल रहिरहन सक्छ भन्ने कुरा मलाई लाग्दछ। तपाईलाई पनि सायद लाग्ला। अझै पनि ती कांग्रेस, एमाले, माओवादीका झुटा कुरा सुनेर तिनीकै पछि लाग्नुभयो भने नेपाल नरहला। इन्डिया बन्ला, चाइना बन्ला या अन्य कुनै देश बन्ला। तर नेपाल बचाउने हो भने आउँदो चुनावमा यी तीनवटा अनुहारलाई भोट हाल्नु होला। अझ कुलमान घिसिङ हैन यता अन्य विभिन्न व्यक्तिहरू हुनुहुन्छ, तपाईहरु सबै सही मान्छे चिन्नु होला। किनभने हाम्रो नेपालमा कसलाई भोट हाल्नुपर्ने कसलाई नहाल्नुपर्ने भनेर सबै जनता अब विज्ञ भइसकेका छन्। यतिका वर्षदेखि कसले काम गर्यो कसले काम गरेन, को मान्छे राम्रो को मान्छे नराम्रो भनेर छुट्याउनु अब त सक्नुहुन्छ पक्कै पनि। 1 वर्ष झुकिनु भयो हैन, एउटा 5 वर्ष झुकिनु भयो, अर्को 5 वर्ष झुकिनु भयो, तर अहिले त 35 वर्ष भइसकेको छ। सबैले चिनिसकेका छन्। नातावादको पछाडि नलाग्नुहोस्, राम्रोलाई छान्नुहोस्, हाम्रोलाई हैन। जय नेपाल, जय देश।